धारण गर्छौँ ल गाइजहरू हेर्नु त है 4 बजे चर्चा चलिरहेको छ हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल आज पनि अर्को भिडियोमा हामी छौँ यता सोनुसँग रेखा रेखुसँग अनि अहिले हामी कहाँ जान नाम पनि थाहा छैन तर ट्रेकिङ जान हामी हाइकिङ जस्तो होइन अनि अहिले चाहिँ कति बजे छ भनेपछि देखाइदिउँ त कति बजे छ 5 बजी छ अनि अहिले चाहिँ हामी मेट्रोमा जानु लाग्यो कोही पनि छैनन् गाइजहरू हेर्नु त यस्तो अल्छी मान्छेहरू है अरे कहना क्या चाहते हो यस्तो छिटो हिँडेर जानुपर्छ नि यसो हल्का बडीलाई एक्सर्साइज गर्नुपर्छ कोही पनि छैन अनि हाम्रो साथी अर्को साथी सुषमा साथी चाहिँ अघि नै हो उठेर 4 बजे नि मेहनत गरेको 3 बजे हो रेडी भयो 3 बजे रेडी भयो अब यार 3 बजे रेडी भएर बसेको भने फेरि मान्छे रातभरि सुत्ने छिन् को होला त भन्नुभयो अहिले हामीले तिनलाई पनि देखाउँछौँ तर ओइ एउटा मान्छे छैनन् भाइ साँच्ची डर पनि लाग्ने जस्तो है एक्लै हिँड्दा गाडी त आउँदैन पुग्नुहुन्छ यिनको लुक्स चाहिँ यस्तो आउटफिट देखाऊ अच्छा ओके जाडो खतर है यसलाई मै भन्छु जाडै यस्तो जाडो पनि होइन तर जाडै यिनले अबदेखि अलिकति माथि हात हो त्यसरी अब भ्लग गरेर सिक्न लाग्छन् है यिनले दुई चुल्टी बाटेर कौन है ये लोग कहाँ से आते हैं ये गीत खूब नाच्यौँ है पहिला होली नाकैमा ए बेनमा ए मात्र पागल जस्तो गरेर मेट्रो त्यही 5 बजे खुल्छ गाइजहरू एउटा भेट्यौँ मान्छे हामीले एउटा मान्छे कुकुरसँग गइरहेको छ मेट्रो अहिलेको मान्छे स्पिडमा कुद्छ अनि हामी चाहिँ जान्छौँ हामी चाहिँ 1 घन्टाको यात्रा हुन्छ 2 घन्टा आधा हो खास भन्नु टोटल चाहिँ तर हामी यहाँदेखि बसदेखि गएर होइन बसदेखि झरेर चाहिँ 1 घन्टा चाहिँ हाम्रो डेस्टिनेसन चाहिँ 1 घन्टा हिँड्नुपर्छ भेट्दै गरौँ ल भेट्दै गरौँ ल बाई बाई सो गाइस अहिले चाहिँ हामी मेट्रोमा गइरहेछौँ फर्स्ट मेट्रो तर ढिलो आउँदै छ 5 बजी आउँछ होला ढिलो आयो गाइस हामीलाई मेट्रोले ढोका दिइसक्यो 9 बजी 5 बजे 9 बजिसक्यो कस्तो लागिरहेको तिमीलाई एक्साइटेड यिनीहरूले भने प्लान गरेको हाम्रो जस्तो प्लानिङ थिएन है तर एकैचोटि त्यही हिजोको दिनमै प्लान भएको अलि उतै जानुपर्छ कम मान्छेहरू धेरै यसो गरेको छन् गाइस क्या मलाई कस्तो अप्ठ्यारो लाग्यो भिडियो गरेर गाइजहरू यहाँ हेर्नु मेट्रोदेखि झर्न लाग्थेँ म हामी झर्न लाग्थ्यौँ एउटा मान्छेहरू त्यहाँ अगाडि साइड लाग्नुपर्छ कि यहाँ बाटो छ भनेको हाँसिने बुझ्न त बुझ्दैनन् होइन त्यही भएर के होला तर पनि तिनीहरू होइन अब हामी यसरी सिधा निस्किन्छौँ नि तिनीहरू साइड लाग्ने हो नि त ठगनाङको बिहान अनि म त ब्याग लिएर यस्तो गरेर निस्किन ढोकलले हामी नि के कम हामी नेपाली नि के कम होला हो कि होइन लासकेर आइसक्यौँ हामी बहिनी अब कता झर्ने अब कतातिर जाने हो कुन साइडबाट झर्ने हो यति धेरै मान्छे खाने हेर्नु त यहाँ यति बिहान यति धेरै मान्छे रहेछ गलत बाटो आयो भने गलत कसरी गलत बाटो
के अनि त्यसमा जाने त यिनले चाहिँ बस हेरिरहेको छिन् यहाँ पछाडि किसिम केटा त केजिनु है अरे कहना क्या चाहते हो I am girl, okay? गाइजहरू यस्तो एक्साइटेड भएर अलिक छिटो आइदिएर रहेछौँ है अझै आधा घन्टाभन्दा बढीमा वेट गर्ने म्यापमा हेरिरहेको छु हामीलाई यहाँ हाम्रो साथी चाहिँ अझै आउनु भएको छैन यस्तो अँध्यारो छ के भन्नु छ छिटो आएकोमा यिनले हो न यिनले हो यति छिटो आउन पठाएको है गाइज यिनले हो 4 बजे अझ आउन पर्यो भन्यो हेर त यस्तो एक्साइटेड त सबभन्दा एक्साइटेड यिनी हो गाइजहरू सुषमा भन्नेको हालखबर यस्तो बजारमा यता हेर त भन त चर्चा चलिरहेको छ को हुन् भनेपछि यिनी टाङ्गु रे को जस्तो लाग्यो नि हेर्दा हेर्न त के रे Same to same. Twins रेखाको ए यता आहा चाहिँ छैन यता सँगै बस्छ त दुईटा सँगै बसेको त हालत हेर कस्तो आहा नि या त्यस्तो तारिफ नगर न यार कौन है ये लोग कहाँ से आते हैं ये तिम्रो बनाइदिन्छु नै गर्ने गरम न के गर्ने ये क्या है यहाँ चाहिँ यो उसको बिहेमा सुषमाको बिहेमा ल कसले कसले समात्नु ल अब चाहिँ यसको टर्न है यो कसले राख्नु भएको थियो तर राम्रो है सुके छैन कस्तो हुने रहेछ होला त्यहीको त्यही राख न अर्कोले उडाएर लगिदिन्छ होला अल्पसी आउने बेला कस्तो अघि त देखेको छैन भाइ हामीले त्यहाँ हेरेरै आएनौँ त अनि हामीले सिधै त्यहाँदेखि यता आयौँ त त्यही भएर त्यही आएको कता जाने घुम्न हेर न डुल्ने भनेर हेरेको पानी पनि रहेछ एकचोटि हेर्दा हो त्यो बस हो कि त्यो होइन त्यो कति नम्बर लेखेँ पूजालाई हुन लागिसक्यो गाइस छ कि हुन्छ कि रेखाले के भने नि यो भूतको भने नि बाटोमा के भने रे भूत चढ्छ अरे बाटोमा मरेको मान्छेलाई चढाउँछ चर्चको होला के चर्चको मरेको मान्छेलाई चढाउँछ बस छुट्यो रोक 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 कौन है ये लोग कहाँ से आते हैं ये चाहिँ रोक्देला के होइन हेरेर हाम्रो बस अझै आएन अहिले डुल्न जाने होइन खै त डुल्न गएको यही हो 55 मा ट्याक्स घरमा आयो यार कुन यो दियागोनल मार्क रहेछ 65 गाइस त हामीहरू चाहिँ आइसक्यो यस्तो खालको बस चाहिँ कता जाने हो केटीहरू लास्टमा जाने हो सब दुईटा सिट छ यस्तो छ खतरनाक तिर परेन है ओइ त्यहाँ फोन राख्ने स्ट्यान्ड हो कि के हो त्यो होइन न त त्यतातिर बसौँ के फोनको स्ट्यान्ड फोन राख्ने स्ट्यान्ड हो कि गाइस त्यही हो अब चाहिँ रोक्छ होला कस्तो लगाइराख गाइजहरू कस्तो लगाइराख एक्साइटेड चार्जर म त एक्साइटेड भएर सुतेको नि छैन ओके हेर कतिको हिँड्न सक्छ नै सिट बेल्ट निकालेर सिट बेल्ट साह्रो भयो उता सुषमालाई पाडे भयो यार सिट बेल्ट लास्ट साह्रो यो सोको लागिरहेछ क्या हो छैन सिट बेल्टको लागि यस्तो स्ट्रगल गरेर छ के लाउने तान हो यो यताको हो कि उयो यो त फेरि हुन्छ त के हो यस्तो जानु सिट बेल्ट
खै सिर्फेलाको तरिका देखाऊ खासमा यसरी घुसाल्यो नि त यसरी लाग्छ के छैन यसले यता स्ट्रगल गरेर होइन ओ यति यो मेरो होइन यसलाई लागि धन्यवाद ओ के हो यस्तो सिर्फेल तान्ने मजै जिन्दगीमा फर्स्ट टाइम यस्तो सिर्फेल देखिरहेको कि मैले मेरो स्कुल त्यहाँ त हो नि ल तिमीले मेरो त छैन यहाँ छैन खै चाल मलाई ल यो समा त निकालिदिन्छु इनको हेर न यो छैन के हो बेल्टै ठेक रहेछ नि यहाँ टोलीहरूलाई भोक लाग्यो अरे हो ओ नक्कली जिउ उता लुगा पर्दै होइसिन्छ यता के निकाल्नु एकछिन राख त एउटा कुरो भन्छु के भन कि भन यो पाट काटै काट्दैन त यो नाले भन किन नाले भन के एउटा बेइज्जत लाग्यो नेपाली पन त देखाउनै पर्छ नि कुरकुरे यो चाउचाउले खोलेर हाल्नु ओए सेम नेपालको त मलाई काठमाडौँ जान जस्तो लागिरहेको के हेर न पेट्रोल पम्पहरू सबै के ओइ कस्तो देखाए है भ्यू गाइजहरू अहिले चाहिँ हामी बार्सेलोना बाहिर आइसक्यौँ है भर्खरै अहिले गयो मान्छे खाली खान अहिले प्याक हुन्छ नि हामी भर्खर बसदेखि झऱ्यौँ अनि यता आफ्नो भ्लग बनाउँदै रहनु भएको यता यता हेर्नुहोस् भ्यू वा यस्तो दामी भ्यू छ हेर्न सक्नुहुन्छ भिर यस्तो छ यस्तो फुलहरू छ जस्तै दामी छ गाइस सब बिजी छन् आफ्नो आफ्नो फोनमा हेरेर अहिले चाहिँ हामी अब जङ्गलमा यहाँ धरान रहेछ प्रवेश गर्न लागिसकेको छौँ डरलाग्ने जङ्गल छ हेर्नुहोस् लास्टै डराउने है हो ए भगवान् हामीलाई बचाउनु होला हामी हजुरको चेलाहरू यो जङ्गलमा जाँदैछ हामीलाई सुरक्षित गर्नु होला ओके अर्को त्यहाँ हेर फोटो खिचेकै हो अब चाहिँ हामी जाँदैछौँ है गाइडहरू जाडो रहेछ जाडो छ बिहान 7 बजिसक्यो तर नि जाडो अहिलेसम्म घाम नलाएर ल लट्ठीको खोजीमा छौँ हामी फेरि 100 रुपियाँ फाइन तिराउला भाइ चाहिन्छ किन नचाहिने त्यत्रो हामीलाई माथि आकाशमा पुग्नु छ माथि है हामी पुग्ने लट्ठी खोज्ने हेरेको अब त रुख कता छ हो यसलाई तान्दिउँ क्या अब म त फेरि सबै झुम्टो झुम्टी आउला सबै तान्न त मिल्दैन होला हौ यो त कस्तो रहेछ अलिकति नाटक त पार्नु पर्यो नि नेपाली पारेर त ल्याउनु पर्यो नि अरे कहना क्या चाहते हो को बोली हेर्न सिसी क्यामेरा छ अरे हामी चोर छ्या जस्तो भन्दै पादा खाने हामीहरू चाहिँ अहिले हिँडिरहेको मैले चाहिँ नजाऊँ भनेको यहाँभित्र यिनले है जाने भनेको है सोनी अरे
हो कि होइन सोनियाले भनेको यहाँ किन जुनै पनि जनावर हुनसक्छ भनेर लेखेको थियो यिनी गाउँ घरमा बसेको मान्छे त्यही भएर यिनलाई डर छैन डरकै आगे जिते यिनी वीर गोर्खालीको छोरी हुन् त्यही भएर हामी चाहिँ अब खै शेर्पाटे के बोले भाइ अब के बोले के जथाभावी बोले हेर त छेलपाटहरू ओ यहाँ नि देखाएको छ हेर त ए हेर त गाइजहरू यस्तरी देखाएको छैन नजाम के उयो सुन हेर त यत्रो ढुङ्गा अनि तिमीलाई भनेर आउँछन् नि ओइ ढुङ्गा हेर न माथि बसेको भने कस्तो तर्छ अहिले चाहिँ हामी आइसकेको छौँ भ्यू यस्तो छ दामी छ दामी छ दामी देख्नै छ कस्तो लाग्यो सोनिया दिदी भेरी गुड यता सुषमा मिस अच्छा अच्छा जस्तै हो सबै त दामी हरियो र 10 out of 10 10 out of 10 आनन्दको हावा है गर्मी पनि छैन आज त्यहाँ खोला रहेछ हामी लागेन त्यो पोखरीमा पौडी त्यहाँ तर पानी फोर के पानी हो त्यो घर स्विमिङ पुल रहेछ हैन यता त गर्मी पनि नहोला जस्तो लाग्यो शीतल हुन्छ जाडोमा चाहिँ जाडो हुन्छ होला गर्मीमा शीतल होइन गाइजहरू अहिले चाहिँ हामी फेरि अर्को डेस्टिनेसनमा जान लाग्छौँ हाम्रो हामीले भनेको डेस्टिनेसनमा अहिले चाहिँ होइन केटीहरू एउटा यहाँ हुनुहुन्छ एउटा यहाँ अगाडि गाइड गर्दै गइरहनु भएको हामी चाहिँ यहाँ गइरहौँ त्यो के को हो पानी लगेको हो त्यो पानी लगेको हो यस्तो जङ्गल हो सेम नेपालको बाटो पहाडको जाँदैछ सुस्तर हिँड हो सोनिया थाकियो नि ओके मान्छे अत्ताउँछिन् भाइ अँ प्लेन गएको गयो माथि के हो यस्तरी हेर्नु हामी चाहिँ यहाँ अहिले थकाइ मेट्दैछौँ ए किराहरू त यहाँ ए भिडियो बनाउँदै अहिले चाहिँ हामी यहाँ आइसकेको छौँ माथि दामी पानी यहाँ चाहिँ यसरी अहिले चाहिँ माथि जान लाग्छौँ हामी कस्तो पानी खेल्न मन लाग्यो भाइ जुत्ता छराउने क्या त्यस्तो भ्यू सोनिया लाइभ गरेर फेसबुकमा सेलिब्रेटी भएपछि यस्तै हो हामी चाहिँ सेलिब्रेटी अनि झरना चाहिँ त्यहाँ तर कोही मान्छे नआउने रहेछन् है थापाको मान्छेहरू मात्र आउँछ होला तर राम्रो त राम्रो नै खान्छ अहिले चाहिँ माथि जान लाग्छौँ यहाँ आइसकेछौँ गाइज यहाँ दामी रहेछ हो माथि त यहाँ त पार्किङ गर्ने कारहरूको माथि यहाँ रहेछ यहाँदेखि पानी गइरहेको रहेछ यसो तल के रहेछ यहाँ रहेछ नि त्यस्तो फोहोर चाहिँ यहाँ रहेछ राम्रो हेर है चिप्लो ल यस्तो सिसी क्यामेरा रहेछ यस्तो जङ्गलमा हामीहरू मात्र खम्यो त गाइज अनि पत्ताउँछन् कसैले तिनजना केटी यत्रो जङ्गलमा ओ यहाँ बाटो यो गाडीको बाटो क्या यो बाटो जाने अलग यस्तो चौतारा रहेछ ऊ यहाँ रहेछ
मेरो त फोनमा चार्ज पनि सकिन्न 18% मात्र हो मेरो भ्लग पनि कन्टिन्यू हुन्छ कि नै थाहा छैन यहाँ चाहिँ दुईटा टिकटक बनाइरहेछौँ अनि यस्तो छ भ्यू अहिले चाहिँ हामी अर्को मेन डेस्टिनेसनमा जान छौँ भयो भने चाहिँ अलिकति बनाउँछु भ्लग त्यही हो गाइज हामीले यहाँ हेर्दा हेर्दा एउटा होइन एउटा यहाँ मुसा मरेको रहेछ यहाँ हेर्नु सक्नुहुन्छ बिचरा कमिला लेखाइरहेछ हामी चाहिँ मन धारण गर्छौँ ल एकछिन मुसाको आत्माले शान्ति पाओस् रेस्ट इन पीस कौन है ये लोग कहाँ से आते हैं ये सोनिया त गइन् स्वर्गमा बास होस् सोनिया त उ गइन् हेर त मन धारणै गरिन् नि त पापी नै रहेछ ओए सोनिया पाप लाग्छ यिनलाई पाप लाग्छ पाप लाग्छ अहिले चाहिँ हामी चाहिँ घरमा जान लाग्छौँ अहिले भेटौँला मेरो फोनमा चार्ज छैन त लास्टै गाइज यो हो झरना यहाँको है यो झरना अनि यहाँ ढोका चाहिँ बन्द छ भित्र चाहिँ सेक्युरिटी गार्ड छ तर बन्द भनेर लेखेको छ है सेक्युरिटी गार्ड दाजु खोलिदिनु पर्यो हामी डन दिदीहरू आएको छ खोल्दै यहाँ तीनजना कति मेहनत गरिरहेको देखाइन यो घना जङ्गलमा हामी तीनजना मात्रै थियौँ के सुनसान ऊ त्यो रातो हो त्यहाँदेखि आयौँ हामी सिधा त्यहाँदेखि आएको यस्तो जङ्गल हिँडिरहेको छ सोनिया दिदी के भन्नुहुन्छ डिसअपोइन्टेड भेरी यहीँले आउने भनेको त्यहाँ झर्ना भनेर जाने भनेको त बन्द छ झर्ना अब हेरौँ के गर्छौँ तर बेल नि छैन कि यहाँ बेल बजार सोध्न त हुन्थ्यो नि जाऊ जाऊ गाईजहरू हेर्नु त यो उल्लु हो कि के हो त्यो हेर न उल्लु के ऊ त्यो रुखमा त्यो सुतिराख के ऊ त्यो हो यो त्यहाँ हेर न भित्र सुतिराख के ओ कसमै हो मात्रै हो के होइन के उल्लु हो तर्साउने यिनले हो मलाई तर्सान यिनले कसरी आऊ गरे आऊ भन्दा मलाई तर्साएको यिनी हिँडेको स्टाइल हेर्नु त गाइजहरू कमेडी भएर हिँड्ने अब हिँडिरहेको नि अहिले चाहिँ हामी माथिदेखि त्यहाँ गएको है पाइसक्यौँ सोनिया दिदी अलिक डिसअपोइन्ट हुनुभएको किन सोनिया दिदी मलाई त त्यस्तो केही छैन तिनवटा पिसाब च्यापेर फेरि हामी हैरान भएको नखानु पर्ने अब भोक हिँड्छ होइन त्यो भनेर पेट दुख्यो रेड बुल खायो मैले पानी खाएँ अङ्गुर खाथ्यौँ खानु त पर्यो के बोले भाइ के बोले के बोले के जथाभावी बोले अघिनाकै ठाउँ हो यो गाइजहरू अब चाहिँ हामीहरू कता लाग्छौँ भन्नुहोस् हामी चाहिँ घर गएर पनि बसेर पनि भिडियो एडिट गरेर पनि सकिसक्यो अहिले चाहिँ हामी कहाँ लाग्छौँ भन्नु के खान्छ लाग्यो के खान्छ लाग्यो यसलाई धेरै लाज लाग्छ किनभने मान्छेहरूले हेर्दैन हेर्नु कति राम्रो फुल फुलेको मेरो क्यानो फुल रहेछ हामी चाहिँ कन्डो खानु जान लाग्यो गाइजहरू हामीले चाहिँ कन्डो खाइसक्यौँ भ्लगमा ल्याउनै बिर्सेछ हेर न सब भुक्कडाहरू हेर त यहाँ खानामा व्यस्त हेर भ्लग त बिर्सिया ल हातमा लाख तिमी खाऊ एक बार कपालमा लाग कौन है ये लोग कहाँ से आते हैं ये हेर त